ओहो सिक्री दाजु पो। नमस्कार दाजु। नमस्कार। अब भिडियोमा आइसकेपछि दाजुसँग केही रमाइलो कुराकानी गराउनु त होइन? हुन्छ बाबु हुन्छ। सुन्नु न दाजु, मेरो त्यो बिहे नै भएको छैन भने। तारै बिस्तारै भइहाल्छ नि भाइ, किन हतार गरेको? बिहे त के दाजु, लभ पनि परेको छैन मेरो। तारै बिस्तारै भइहाल्छ नि भाइ। दाजु मेरो लभ नपर्नु भनेको, मेरो बिहे नहुनु भनेको मेरो सानो भाइ उठ्दैन के। भाइ भएर दाइसँग पटापटा कुरा गर्छौ, अब तिमी मर्यौ। होइन दाजु होइन, मैले त्यस्तो गलत भन्नु खोजेँ होइन। मेरो सानो भाइसँग चाहिँ मेरो त्यो अब मैले मन परेको केटी चाहिँ पढ्छ, त्यही भएर सानो भाइ बिहान उठेर ट्युसन जान्न भनेर पो भन्नु खोजे हो त। दाजु बिहे नगरे कतै हाडै मरिने भयो भने मलाई हजुरको घरतिरबाट कतै केटी छ भने केटी खोजिदिनु होला नि बिहे गर्ने। भइहाल्छ नि भाइ। अनि हजुरको घरतिर मलाई केटी भेटेन भने मलाई त हजुरको साली पनि चल्छ नि। अब त भाइ अति भयो, अन्तिम इच्छा के छ तिम्रो? होइन हो दाजु, मैले मजाक गरेको। त्यसै भनेको साँच्ची कहाँ भन्दा त अनि मेरो पछाडि त केटी कति लाइक छ हजुरले देख्नु भएको छ। पुरै यता पनि केटी छ यता पनि केटी छ, म त मजाक पो गरेको त। दाजु हजुरको त मैले सुन हरायो भन्ने पनि सुनेको थिएँ, यो कुरा साँच्ची हो? सिक्री हरायो। अनि घरमा बुढीलाई के भन्नुभयो नि? बुढी मेरो सिक्री नै हरायो बा। अनि सिक्री हराएपछि घर कुन मुख लिएर फर्किनु भयो नि? को मुर्छ त यही मुखले देखाइ। अनि दाजु सिक्री हराएर घर जाँदाखेरि दिमागमा चाहिँ के आएको थियो नि हजुरको? अब मेरो बुढीले के भन्ने भनी त्यो दिमागमा गयो के। अनि दाजु आन्दोलनमा जाँदाखेरि बुढीलाई सोधेर गएको भए के भन्दिनु होला नि बुढीले? भनेर गएको भए त सिक्री खोले जानु भन्थ्यो होला नि। अनि दाजु हजुरलाई बाटोतिर हिँड्दाखेरि चिन्छन् त? चिन्छन् भाइ चिन्छन्। के भनेर चिन्छन् नि हजुरलाई? सुन हराएको मान्छे भन्छ। ल दाजु अब एकचोटि भाइरल भएको मौकामा नाचिदिनुहोस् त एकचोटि हजुरको डान्स हेरौँ डान्स। हाम्रो पनि मान्छे छ नि यार, टमाटर चोकको मात्रै मान्छे छ र हाम्रो पक्तो बोडी सडी पनि रहेछ दाजु। अब हजुरलाई नेपालमा हिरोको रोलबाट खेलाउनु पर्छ दाजु। के दाजु भाइ होसै भएन। अरे दाजु किन रुनु भएको? बुढी हरायो? सिक्री हरायो। ए सिक्री पो हराएको त है? अनि दाजु सिक्री चाहिँ कति तोलाको जति थियो नि? कसरी चोरेको त सिक्री थाहा भयो त दाजु? के दाजु भाइ होसै भएन। अब के गर्नुहुन्छ त? अब के गर्ने, रुने बाहेक अब के गर्नु मैले। अब दाइले भनेपछि गफ लाए जस्तो मान्नुहुन्छ होला। हजुरको सिक्री चोर्ने मान्छे मै हो। आज तिमी भाइले नकाटी भएन। ओ होइन होइन दाजु होइन होइन होइन, म त्यसै भनेको दाजु। हजुरको सिक्री चोर्ने मान्छे त यिनीहरू हेर्नु त, यिनीहरूले भेटाएको रहेछ यतापट्टि। सिक्री हराएको छ भने यहाँ हेर्नु है, झुन्डेको रहेछ, झुन्डेर आएको छ। कसै गरी भेट्यो। हाँ दाजु पनि झनक्क रिसाएर एमराजको रोलमा आउनु भएको हो भने। सिक्री चोर्ने यिनीहरू, सिक्री भेटाउने यिनीहरू भेटाएका हुन् कि चोरेका हुन् मलाई थाहा छैन। अनि मलाई झन्डिएर हुन्छ? मलाई थाहा पाएपछि मैले त यसो न मजा गरेर पो भनिदिएको त दाइले। अनि त्यस्तो अवस्थामा मजा गर्नु नहुने हो दाइ होइन? मैले मजा गरेँ। अनि त्यसपछि हजुरको सिक्री चाहिँ हरायो होइन? भेटाउने मान्छे चाहिँ तिनीहरू चाहिँ स्कुटीको मुनिपट्टि चाहिँ टालिएर हिँडेर रहेछ। अब हजुरले गएर अब सिधै अदालतमा गएर अब सिधै हजुर गएर पुलिसमा गएर अब त्यो सिक्रीलाई होइन त्यो मान्छेलाई होइन सिधै अब स्कुटीलाई मुद्दा हालिदिनुहोस्। अनि दाजु त्यो सिक्री चोर्ने मान्छे भेट्यो भने चाहिँ त्यो मान्छेलाई हजुरले कति रुपियाँ जति तिराउनुहुन्छ होला? 12 लाख ल्याद। 12 लाख? अब त्यो 2-3 वर्षपछि भेटिन्छ होला। अहिले नेपालमा सुनको भाउ अहिले 1,87,000 पुगिसक्यो। हजुरको अब 2-4 वर्षपछि 1,87,000बाट 3 लाख पुग्छ। 3 को डबल 2.5 तोला भन्नुहुन्छ। 12 लाख ठिकै हिसाब गर्नु पाएको रहेछ दाजु। तर त्यो मान्छे भेटियो। तारै बिस्तारै भइहाल्छ नि भाइ। हजुरको घाँटी त रितो पो देखियो त दाइ। हजुरको घाँटीमा अब सुन कहिले हुन्छ? राजा आउने बित्तिकै भइहाल्छ नि। भनेपछि हजुर प्योर राजावादी हुनुहुँदो रहेछ नि दाजु होइन? हो खै राम्रो हो कि नराम्रो हो। सो हे गाइज, म तुफान मल्ल ठकुरी। आजको भिडियो हजुरलाई कस्तो लाग्यो? हेरेर मजा लिनुभयो, इन्जोय गर्नुभयो भने भिडियोलाई लाइक गरी च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु साथीहरू। यस्तै खालको कमेडी भिडियोहरू ल्याएर म हजुरलाई हँसाउन सकूँ, जिन्दगीभर हजुरहरूलाई इन्जोय दिन सकूँ। मेरो भन्नु यति नै हो गाइज होइन? भिडियो मन पऱ्यो भिडियोलाई लाइक गरी च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। नेक्स्ट भिडियोसम्मको लागि चाहिँ मलाई बिदा दिनुहोस्। बाई बाई।